माछामा हिँडेको बाटो त दाइले मलाई भर्खर ढाँट्नु भने गोबर खिचे अनि कति विश्वासको साथ लुकाएको त नि अरूले लैदिन्न भनेर बसेको पहिलो माछा सिद्रा बुन त खसेको हो म त साँपै देखेँ कत्रो पर्सी यसले के भन्छ बाटो बिर्सेर के अरे खुन सुन निस्क्यो बल्ल यति हेलो साथीहरू हामी आज माछा मार्न हिँडेको म ड्याडी अङ्कल घर हिँडेको अङ्कल चाहिँ नि अगाडि चाराको भनेर बस्नु म ड्याडी जाँदैछौँ यहाँ आइलो पानी रहेछ ड्याडी अगाडि जानुभयो यहाँ यो माछा हान्ने यो पानी सबै बोकेर हिँडेछन् यहाँबाट त्यहाँ अगाडि बाटोमा निस्केर बाटोबाट जाने जङ्गलतिर जाने गरे अनि बल्छीहरू उसहरू सबै लिएर अङ्कल अगाडि गइसक्नु भयो अङ्कल चाहिँ चारा खोज्न जान्छु भन्नुभयो म ड्याडी चाहिँ भर्खर खाना खाएर हिँडेको अब माछा मार्न जाने गरे आज म पनि बाटो त एकदम राम्रो छ खुट्टा यस्तो हिलो बाटो लिएर आएर खुट्टै हिलो भयो चिप्ले मात्रै खुट्टा पखाले पानीमा हिलो भयो भने फेरि चप्पल चिप्लिन्छ क्या बाटोबाट जाऊँ भन्दाखेरि छिटो निस्किन्छ बाटो भनेर ड्याडीले यो बाटो लिएर आएको खेतको बाटो आएको अलि हिलो लायो हामी ड्याडीले मलाई भर्खर ढाँट्नु भने अब बाटोमा चाहिँ भरे घर आउने हो भरे साँझ हो नास्ता लिएर आउने भनेर नास्ता किन्नु भनेर पैसा ल्याउनु नास्ता किन्ने भनेको त पैसै ल्याएन रे अनि मैले पैसा लिएर आएको थिएँ 100 रुपियाँ जति त्यसैको चाउचाउ दालमुटहरू किनेँ अहिले बल्ल भन्नु पैसा त पैसा ल्याएको थिएँ कोही मैले रे खतरा बाटो रहेछ मोबाइल त अङ्कल त्यस्तै हो मान्छेको चाहिँ मात्रै हो परान झाल्ला मोबाइल छोड्दैन अङ्कललाई भेट्यो अङ्कल पनि दोकानमा आएर बस्नु भेट्छ पसलमा बाटो फेरि कति राम्रो छन् देखाउने हो नि अनि बल्ल थाहा हुन्न कति दुःख के हो त कति दुःख गरेर माछा मार्न गरेछ भने थाहा पाउँछ नि हेर्नेले नि माछा त्यतिकै आउँछ यति दुःख गरेर लास्टमा यति लिएर आउने होला माछा अस्ति पानी आउँदाखेरिको बारीले त्यससँग लाइट छ कि छैन थाहै छैन त्यहीँनिर पसलमा लिए हुन्छ त अघि भने त चुरोट खाने त्यसले मैले खाँदैन हो खाँदैन के रे अझै रक्सी खाने बेला मात्र हाम्रो जङ्गल देखियो हाम्रो त्यहाँ गुरुङहरूको चिया डाँडा पनि छ जङ्गलको छेउमा यहाँ भैँसी बाख्राहरू मारामा आउनेहरू आइसकेको छ त्यस्तो घाममा यो के हो यसलाई घोल भन्छ कि कुलो भन्छ कि खोला भन्छ यत्रो मसिन पुरै डढेर लाउने यहाँ एकछिन बस्ने कति छ होइन अब फेरि हिँड्न लागेको घाममा त्यहाँ भाइ र अङ्कल त्यहाँ हुनुहुन्छ भाइले आएर खोजेको धेरै नखोजेको रहेछ त्यहाँबाट अङ्कलले फेरि अङ्कल र भाइ मेरो दुईजना खोज्दैन ड्याडी म हिँडेको अब बल्छीहरू पनि त्यही अङ्कलले ल्याउँछु भनेर साइकलमा आउनुभएको थियो अरे त्यो भाइ साइकलमा छ त्यही भएर त्यही साइकलमा बल्छी लिएर आउँछु भनेर छोडिदिउँ ड्याडीमा पानी र नास्ता बोकेर हिँड्यौँ हाम्रो यो यहाँदेखि उता चाहिँ अब चियान घाट छ यहाँदेखि सुरु हुन्छ चियान घाट पुरै चियान घाट छ गुरुङहरूको ड्याडी यो पनि उसो के भन्छ यो कोही गराएको मात्र हो कि यहाँ पनि छ लामाको
पुरै सालघारी छ भनेर जङ्गल सुरु भयो भनेर कति ठुल्ठुलो झार छ डरै हुने बर्खामा त आउन सकिन्न अहिले हो अहिले पानी कम भइरहेछ जाडो महिना फेरि झाडी हुन्छ पुरा चियान घाट छ यो चियान घाट कटेर जाने हो जङ्गल आउन जतिसुकै दुःख भए पनि यो हरियाली देखेर चाहिँ नि बेसरी आउन रङ लाउने फेरि बाटो खत्तम अब चाहिँ जङ्गलभित्र छिर्यौँ भन्दा बुझ्दा हुन्छ जङ्गलभित्र सबै सालघारी नै सालघारी यो जङ्गल हाल्दा सालको पातको टपरी भन्ने गीत याद आयो अहिले त मलाई सानो घाट छ डरै लाग्छ चिया त्यतातिर जान त जङ्गल त जङ्गल बाँकी सबै सालको बुटा मात्रै छ यहाँ देखेर गोबर खिचेँ मैले गोबर खिचेँ अन्त हिरो रहेन रहेछ अलिक सुकेको रहेछ लाएन खुट्टामा पुरै सालघारी सालको बुट मात्रै छ जङ्गलमा ओइ भिडियो बनाउने चक्करमा लड्छ क्या हो मुवा लगाएर तेर्साउँदै हिँड्दै गरेको भुइँमा हेर्न छोडेर बाटो हेर्नु बाटो हिलो त्यहाँ मजाको म 360 भ्यू दिन्छु नि पुरै सालकै बुट्टा मात्रै छ हामी भर्खर उतेताबाट आएर यसरी निस्केको फेरि जाने यहाँभित्र जङ्गलभित्र पुरै सालघारी मात्रै सालको बुट्टा मात्रै भइहाल्छ नि बर्खामा त यहाँ जुका लाउँछ आउन सकिन्न अहिले यो कच्चै यस्तो पानी अलिअलि होइन पानी त्यही कच्चा हिँड्नु परेछ ड्याडी अझै कति टाइम लाउँछ भित्र जान 5 मिनट जतिसुकै झाडी दुःख बाटो खराब भए पनि सिनेरी चाहिँ हो कि सिनियर चाहिँ हो यो जङ्गलको फोटोसुट गर्न आउने लायकको छ बस तलतिर अलिकति झाडी छ भने नत्र छ यहाँ ठाउँ छ एक ठाउँमा मेबी उतातिर छ होला कस्तो पिकनिक खाने ठाउँ जस्तो छ भुइँ पुरै सफा छ अनि बुट्टाहरू मात्रै छ त्यता चाहिँ नि फोटोसुटहरू के गर्ने मिल्छ यहाँ त जङ्गल यो जङ्गल जाने बाटो यो उता मारा जाने बाटोतिर छ होला सायद बर्खा लाएर सकेपछि त कुलोमा झोलहरूमा पानी जम्मा भएपछि माछा मार्न हिँड्ने हामी यो भुइँमा हेर्दै हिँड्नु पर्यो धेरै गफ नलागौँ अब सिधै माछा मार्ने ठाउँमा पुगेपछि गन्तव्य आइपुग्यो अरे हामी आए माछा मार्ने ठाउँमा हामीलाई नि खुसी हुँदै हिँड्नु कतै छिटो यो के भन्छ यो सिउरोहरूमा अल्झेर धन्न लोटेन म कतिचोटि कहिले जङ्गलको बाटो नहिँडे जस्तो है जङ्गलहरू कहिले नहिँडेको जस्तो गराइदिने के जामा 1 वर्ष त भयो होला जङ्गलमा गएको पोहोर भर्खर त आएको माछा मार्नु बल्छी फेरि ल्याएको छैन ठाउँमा आएर के यहीँ जङ्गलमै ड्याडीहरूले बल्छी जङ्गलमै छोडेर जानुभयो अरे फाइनल्ली गाइस त्यो शीतल छ है यहाँ पानी राख्ने अब यहाँ माछा मार्ने हो हाम्रो ड्याडीले बल्छी लुकाएको अरे झिक्नु लानुभयो कति विश्वासको साथ लुकाएको त नि अरूले लैदिन्न भनेर बल्छी कतिवटा छ अझै लास्ट हो यो
दुईटा तीनटा चारवटा निकाल्नु भयो भरिमा आधा खाएको बुटो जरामा कतापट्टि बाँसी आएर यो यो हेर्नु न हिजो हिजोको अस्तिको यो थाहा छैन प्लास्टिक बाँधेको अङ्कल ल्याउनु भएन छ छैन आरा छ ऊ छ बाँकी त्यो चलेको कि चलेको छैन छ नि त चलेको छैन सिद्राको लागि पिठो पनि लिएर आएको छ है अलिकति दिनभर लाउनु त्यति भएपछि यो माछा राख्नलाई चिसो पानी यो नर्मल वाटर है नास्ता पनि यहाँभित्र छ खै नास्ताहरू छ यहाँ अलिअलि अङ्कलले ल्याउँदै हुनुहुन्छ अरे हल्ला गऱ्यो भने माछा भाग्छ राम्रोसँग आउँदैन बल्छीमा त्यही भएर अब एकछिन चुप्प लाएर माछा मार्ने यसमा यो पिठोको यति लिने है यति मात्रै हाम्रो ड्याडीले जबाट म त छोपेको र यहाँ आएर पुस्केछु म छोप्नु भ्याएँ यसलाई सिधै बेकार गरेको धन्न धन्न हात चाहिँ अलिक फास्ने रहेछ र यहाँ मैले नि दाना हाल्दै थिएँ आजको पहिलो माछा सिद्रा बुनी खै यहाँ राखौँ पहिलो माछा ड्याडीको सिद्रा फुस्कानु भनेर छोपेको त आफ्नै बिर्सिराख्ने धेरै हाल्नु हुँदैन यति मात्रै यो पनि धेरै हुन्छ होला अझै केही छैन यसो सुरुमा माछा पकाउनु पर्छ मेरो पनि बल्छी गयो त्यहाँ छ अब म भिडियो अफ गर्छु एकछिन माछा मार्छु दोस्रो माछा पट्टी आयो पट्टी निस्कियो छ्या गऱ्यो होला छ्यासको मोटो गरेर झिक्नु खाइदिन्छ म यहाँ माछा मार्दै बसेको थिएँ त्यो के हो त्यो त्यत्रो ठुलो त्यो के हो त्यो छेपारोभन्दा ठुलो थियो के हो त्यो त्यसलाई देखेँ सातो फालेको के भन्ने डराए मात्रै बेकार साप देख्यो भनेर यस्तो घाम गरेछ ड्याडी चाहिँ नि माछा मार्दा मार्दा आरा सक्यो भनेर आरा लिन जानुभयो खोल्न जानुभयो हेर्दै यस्तो घाम छ घाम चर्केर बस्ने ठाउँ छैन भारी उता जाम बनेन एक्लै के जाने भनेर यो रुखको छायामा बसेछु फेदामा ड्याडी आएपछि माछा मार्नु पर्यो तबसम्म यत्तिकै बस्नु पर्यो अरे डरायो के रहेछ कि त्यो छेपारो कि के हो ड्याडी आएपछि देखाउनु पर्यो ड्याडीलाई सोध्छु त्यहाँ अघि माछा मारेको ठाउँमा त्यहाँ भयो यहाँ जुका लाग्छ भन्नु ड्याडीले छिटछिट हिँड्नु भनेको चप्पल यहाँ हिलो पानी मिसेर चप्पल फर्केको नि अनि त्यहाँ माछा मार्ने ठाउँ जुका हुन्छ म त जान्छु त्यहीँ गएर मार्छु म त त्यसो भए गरीमा जुका लाएर माछा मार्ने एकछिन बरु अघिकै ठाउँमा सिधा लगाइहाल्छ नि
अङ्कलहरू पनि अघि नै छुट्टेको अन्त अलि अगाडि गएर माथि भने घाम लग्यो यहीँ यो झारले अड्कायो मलाई फेरि त्यहाँ मार मिल्छ कि मिल्दैन कता जाने जुका त आउँदैन नि अनि अघि किन आउँछ भनेको त माछा मार्न आएको माछा प्याक सबै थोक भेट्टाएको छु मैले यहाँ अब त यहाँ के भन्छ होला यो लजाउने झार हो कि नमस्ते झार है यसलाई के भन्छ नमस्ते झार भन्छ कि लजावती झार भन्छ है केटाकेटी यहाँ बेसरी खेलिन्थ्यो झारसँग अब माछा मारेर भ्यायो अब घरतिर जाने हाम्रो ड्याडीले यहाँ बल्छी लुगा लानु हो यहीँदेखि बल्छी जिकेको थियौँ दिउँसो नि बिहान दिनभरि मारि अब यहीँ बिसाएर लुकाएर जाने दाउरा पनि लिएर जानु भएको आएको जङ्गल आएको यसो तल तल झरेको दाउराहरू हामी सबै प्याक गरेर बल्छी सल्छी लुकाएर घर फर्केको हामी साइकलमा जानु न मगाएर नि यहीँबाट न बाटो बिर्सियो के हेर्दैछ नि अस्ति त्योबाट आएको ज्ञान अब घर जानु आएको भन्दै आया खुसीले उफ्रिँदा उफ्रिँदा बाटो पनि बिर्सिने खुट्टा पनि काट्ने दौडिनु पर्छ ड्याडी साइकलमा आउनुपर्छ सिरुले खुट्टा काटेर खुट्टा भन्ने हो भने लाइकको छैन तताइरहेको छ दुखिरहेको छ त्यही बाटो त जोड दिँदो रहेछ घाम डुबिसक्यो डुब्नु अलिकति मात्र बाँकी छ हाम्रो अङ्कल र भाइ बहिनी अघि नै घर गइसक्नुभयो हामीलाई छोडेर जानुभयो म र ड्याडी बल्ल जाँदैछौँ हाम्रो ड्याडी पुग्यो पाइला पुग्यो पैदल पुगेन भने भन्नु म अलिक छिटिनिहाल्छु यस्तो झाडी छिटो हिँड्नु पनि नसकिने एउटा सिरुलाई खुट्टाले खिचेर अर्को त्यसैमा अड्केर लोट्न बेहोस छैन दुई तिनचोटि रोकेँ म अब भिडियो जङ्गलदेखि बाहिर निस्केपछि बनाउँछु नत्र म यो हालतले हिँड्ने लायकको हुनु मेरो खुट्टा लोटे पनि गर्छु अब मोबाइलमा भन्दा बढी बाटोमा कन्सन्ट्रेट गर्नु पर्यो भित्र जङ्गलबाट चाहिँ बाहिर निस्केँ त्यहाँ मेरो खुट्टा हेर्नु खुन निस्क्यो पुरै खुन निस्केछ खुट्टा यो सिरुले काटेर हेर्ने लायकको छैन दिनभरि दुःख गरेर मारेको रे घाम पसिना नभनी बल्ल यति यो मैले मारेको त्यो हाम्रो ड्याडीले मारेको यहाँ बस्दा ठाउँमा हाम्रो आजको माछा बल्ल यति दिनभरि दुःख गरेको माछा यति केलाएर बेसी यति बचेछ